दर्शक वृन्द तपाईलाई कस्तो छ? आशा गर्छु तपाईँ सन्चै हुनुहुन्छ होला। दर्शक वृन्द, यस भिडियोमा हामी यस्तो देशको बारेमा जानकारी प्रस्तुत गर्दैछौँ जुन देश वर्ल्ड कप खेल्ने विश्वको सबैभन्दा सानो देशमा प्रस्तुत भएको छ। एउटा यस्तो देश जहाँको घर सडक हेरेर तपाईलाई युरोपेली देशमा आएको अनुभव हुन सक्छ। एउटा यस्तो देश जहाँ केटाहरू भन्दा केटीहरूको संख्या धेरै रहेको छ। दर्शक वृन्द, वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको यो देशमा जनसंख्या भन्दा 15 गुणा बढी पर्यटकहरू यहाँ वर्षेनी आउने गर्छन्। हो दर्शक वृन्द, यस भिडियोमा हामी वर्ल्ड कप खेल्ने विश्वको सबैभन्दा सानो देशमा चर्चित रहँदै आएको क्यारेबियन देश कुरासाउको बारेमा, यो टापु देशमा रहेका रोचक जानकारीहरू तपाईमाझ प्रस्तुत गर्दैछौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै देश र स्थानहरूको बारेमा रोचक जानकारीको लागि नेपाली फ्याक्ट च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। दर्शक वृन्द, कुरासाउ दक्षिण अमेरिका महादेश नजिकै अवस्थित एक क्यारिबियन टापु देश हो जो भेनेजुएलाबाट 56 किलोमिटर उत्तर पूर्वमा रहेको छ। भौगोलिक हिसाबले दक्षिण अमेरिका महादेशमा भए पनि कुरासाउ राजनैतिक र क्यारिबियन क्षेत्रसँग जोडिएको कारण यसलाई उत्तर अमेरिकाको देशमा नै चिनिने गरिन्छ। जम्मा 444 वर्ग किलोमिटर क्षेत्रफल रहेको कुरासाउ मुख्यतः दुई टापुहरू मिलेर बनेको छ। एक कुरासाउ हो भने अर्को सानो टापु क्लेन कुरासाउ हो। दर्शक वृन्द, लगभग 2500 वर्ष पुरानो इतिहास भएको कुरासाउमा पहिले काकेटिया नामका अरावक जातिका मानिसहरू बस्ने गर्दथे। पहिलो पल्ट यो टापुलाई स्पेनिस अन्वेषक अलोन्सो डे ओजेडा नामका व्यक्तिले पत्ता लगाएका थिए। ओजेडाले पत्ता लगाएपछि स्पेनिस साम्राज्यले कुरासाउमा सन् 1479 मा कब्जा गर्यो र सन् 1634 सम्म भनौं त झण्डै 135 वर्षसम्म शासन पनि गर्यो। सन् 1634 मा नेदरल्यान्ड्सको डच वेस्ट इन्डिया कम्पनीले कुरासाउलाई स्पेनबाट खोसेर नियन्त्रणमा लिए। डचहरूले मुख्यतः यो टापुलाई दास व्यापारको लागि प्रयोग गरे। उनीहरूले पश्चिम अफ्रिकी देशहरूबाट ल्याइएका काला अफ्रिकनहरूलाई यहाँबाट उत्तर अमेरिका र दक्षिण अमेरिकाका देशहरूमा वितरण गर्थे। त्यसबेला यो टापु एटलान्टिक दास व्यापारको एक प्रमुख केन्द्र मानिन्थ्यो। सन् 1863 मा आएर मात्रै यहाँ दास प्रथा उन्मूलन भएको थियो। डचहरूले कुरासाउलाई झण्डै 392 वर्षसम्म प्रत्यक्ष रूपमा शासन गरे र सन् 2010 मा आएर मात्रै यो टापु नेदरल्यान्ड्स किङडम भित्र रहेको एक स्वायत्त घटक देश बनेको थियो। भन्नुको मतलब कुरासाउ एक स्वतन्त्र सार्वभौम राष्ट्र होइन। यहाँ अझै पनि नेदरल्यान्ड्सकै हालिमुहाली रहेको छ। कुरासाउको आफ्नो झण्डा, मुद्रा, स्थानीय नीति, कानून, संसद र प्रधानमन्त्रीको चयन गर्न सक्ने भए पनि रक्षा, विदेश नीति र राष्ट्रिय जस्ता कुराहरूमा नेदरल्यान्डकै पहुँच छ। कुरासाउमा बसोबास गर्दै आएका मानिसहरू डच नागरिक हुन् र यी मानिसहरूले नेदरल्यान्ड्सकै नागरिकता बोक्छन्। डच नागरिकको रूपमा कुरासाउमा बस्ने मानिसहरूले पनि पूर्ण रूपमा युरोपेली संघको नागरिकता पनि पाउँछन्। दर्शक वृन्द, हालको समयमा 1,85,000 को हाराहारीमा मानिसहरू कुरासाउमा बसोबास गर्दै आएका छन्। कुरासाउको मध्यपश्चिमी भागमा अवस्थित यो टापुको राजधानी विलियमस्ट्याड हो जो डच शासनकै समयमा एक सहरको रूपमा निर्माण गरिएको थियो। जनसंख्याको 90% मानिसहरू यसै राजधानी विलियमस्ट्याडको वरिपरि नै बस्ने गर्छन्। लामो समयसम्म डचहरूको शासन भएकाले यहाँ नेदरल्यान्डमा जस्तै रङ्गी बिरङ्गी घर, सडक, गल्ली र संरचनाहरू देख्न सकिन्छ र यो देखेर तपाईलाई लाग्दैन कि तपाई कुनै क्यारिबियन टापुमा आउनु भएको छ। डच शासनको समयमा निर्माण गरिएका यी रङ्गी चङ्गी युरोपियन स्टाइलका भवनले नेदरल्यान्ड्स र युरोपियन देशहरूको झल्को दिन्छ। यी आकर्षक भवनहरू र दास व्यापारका बस्ती साथै अफ्रिकन, युरोपियन, ल्याटिन बहुसांस्कृतिक इतिहासको कारण राजधानी सहर विलियमस्ट्याड युनेस्को विश्व सम्पदा स्थलमा पनि रहेको छ। त्यसैगरी विलियमस्ट्याड यो सहरमा स्थित तैरिएको यो क्वीन एम्मा ब्रिज नामको पुलको लागि पनि प्रख्यात रहेको छ। स्विगिङ ओल्ड लेडी नामले चिनिने यो पुल
पुल एक तैरिने काठको पुल हो। पानी जहाजहरू क्रस गराउनको लागि यो दैनिक 30 पटक खोल्ने र बन्द गर्ने गरिन्छ। दर्शक वृन्द, कुरासाउमा बसोबास गर्दै आएका मानिसहरूलाई यहाँको स्थानीय भाषामा पापिया मिन्टो र अंग्रेजीमा कुरासावन भनेर चिनिन्छ। डच शासनको समयमा धेरै अफ्रिकी दासहरूलाई बसालेका कारण कुरासाउमा जनसङ्ख्याको लगभग 85% मानिसहरू अफ्रिकी मूलका रहेका छन् भने बाँकी डच, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका मानिसहरू पनि बस्छन्। यहाँका मानिसहरू सामान्यतया पापिया मिन्टो, डच, अंग्रेजी, स्पेनिस र अफ्रिकन भाषाहरू बोल्छन्, जसमा सबैभन्दा धेरै बोलिने भाषा भनेको पापिया मिन्टो भाषा हो, जो डच, अंग्रेजी र स्पेनिस साथै अफ्रिकन भाषाहरू मिलेर बनेको एक क्रियोल भाषा हो। यो देशको आधिकारिक भाषा भने पापिया मिन्टो क्रियोल, डच र अंग्रेजी भाषा रहेको छ। दर्शक वृन्द, 99% साक्षरता दर भएको यो देश कुरासाउ विश्वको यस्तो टापु देश हो जहाँ पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ। यो देशमा जनसङ्ख्याको लगभग 45% पुरुषहरू रहेका छन् भने 55% महिलाहरू रहेका छन्। भाग लगाउने हो भने यहाँ प्रत्येक 100 महिलाहरूको लागि केवल 73 पुरुषहरू छन्। यसको कारण हो कुरासाउमा पुरुष मृत्यु दर उच्च रहेको छ। टापुमा महिलाहरूको औसत उमेर 80 वर्ष छ भने पुरुषहरूको औसत उमेर केवल 65 मात्र छ। पुरुष भन्दा महिला धेरै भएको देश कुरासाउमा जनसङ्ख्याको 73% मानिसहरू रोमन क्याथोलिक इसाई धर्म मान्ने गर्छन्। त्यसपछि यहाँ 17% मानिसहरूले प्रोटेस्टेन्ट, केही संख्यामा यहुदी धर्म मान्ने र धर्मप्रति आस्था नराख्ने मानिसहरूको संख्या पनि यहाँ 10% रहेको छ। दर्शक वृन्द, सन् 2026 को फिफा वर्ल्ड कपमा सबैभन्दा सानो देशहरूको सूचीमा कुनै देशको नाम छ भने त्यो हो कुरासाउ हो। दर्शक वृन्द, कुरासाउले अन्तिम चरणमा रहेका द कन्फेडरेसन अफ नर्थ सेन्ट्रल अमेरिका र क्यारिबियन एसोसिएसन फुटबल अन्तर्गत खेल्ने जमैका, बर्मुडा जस्ता अन्य क्यारिबियन देशहरूलाई हराएर सन् 2025 मा विश्वकप फुटबल खेल्नको लागि छनौट भएको थियो। त्यसो त हाल फिफाको वरियतामा 82औं स्थानमा रहेको कुरासाउले विश्वकप पुग्नु भनेको एउटै प्रमुख कारण यहाँबाट खेल्ने लगभग सबै खेलाडीहरू नेदरल्यान्ड्समा जन्मिएका कुरासाउ मूलका फुटबलर हुन् र फुटबल कोच पनि नेदरल्यान्ड्सकै प्रसिद्ध खेलाडी रहेका छन्। डच र कुरासाउको ऐतिहासिक राजनैतिक सम्बन्ध भएको कारण यहाँ विश्व फुटबलमा मजबुत मानिने नेदरल्यान्ड्सबाट नै फुटबल टिम र फुटबल ग्राउन्डको लागि ठूलो सहयोग हुँदै आएको छ। जे जस्तो भए पनि कहिले पनि सुन्दै नसुनेको एक टापुलाई आज सबैले फुटबलबाट चिन्दैछन्। त्यो कुरासाउ जनताहरूको लागि निकै नै ठूलो कुरा हो। फुटबलको साथै यहाँका मानिसहरू बेसबल पनि त्यत्तिकै खेल्ने गर्छन्। दर्शक वृन्द, 3.5 बिलियन अमेरिकन डलर जीडीपी भएको कुरासाउ क्यारिबियन टापु देशहरूमा धनी टापु देशमा चिनिन्छ। विश्व बैंकद्वारा उच्च आय अर्थतन्त्र भएको देशमा वर्गीकृत गरिएको यो टापुको प्रति व्यक्ति आमदानी मात्रै 22,000 अमेरिकन डलर भन्दा माथि रहेको छ। प्रति व्यक्ति आयको आधारमा यो क्यारिबियन क्षेत्रमा 13औं धनी टापु हो। सन् 1900 को दशकमा भेनेजुएलामा तेलको उत्खनन भएसँगै यो नजिकको देशले कच्चा तेलको प्रशोधन गरी रिफाइनरी उद्योगहरू सुरु गर्यो र ती प्रशोधित पेट्रोल, डिजेल र ग्यासहरूको युरोपेली देशहरूमा निर्यात गरेर आमदानी गर्यो, जुन आजसम्म पनि चल्दै आएको छ र यहीबाट यो टापुले ठूलो आर्थिक उछाल मारेको थियो। यो देशको मुद्रा क्यारिबियन गिल्डर हो र यहाँको एक गिल्डर नेपाली 85 रुपियाँ हुने गर्छ। कुरासाउको अर्को मुख्य आमदानीको स्रोत भनेको सेवामा आधारित पर्यटन क्षेत्र हो। यहाँका अधिकांश मानिसहरू यसै पर्यटन र आतिथ्य क्षेत्रमा रहेर काम गर्छन्। कुरासाउ डच औपनिवेशिक शासनकालमा बनेका वास्तुकला भएका घर, 35 भन्दा बढी निलो सफा सुन्दर समुद्रीय तटहरू र वर्षभरि न्यानो मौसमको लागि पश्चिमी देशहरूमा लोकप्रिय मानिन्छ। कुरासाउ 70 भन्दा बढी समुद्रीय सफा पानी भएका स्थानहरूमा डाइभिङ र स्नोर्केलिङ गर्नको लागि पनि प्रख्यात रहेको छ। कोरल जीव, चट्टान, समुद्री कछुवाहरू र भत्किएका जहाजहरू हेर्नको लागि यहाँ पर्यटकहरू आउने गर्छन्। यस टापुमा बनाइने ब्लू कुरासाउ नामको सुन्तलाको जस्तो स्वाद भएको रक्सी पनि यहाँ आउने मानिसहरूमा लोकप्रिय रहेको छ, जो सुन्तला जस्तै देखिने लराहा नामको फलको बोक्रालाई अल्कोहलमा मिसाएर बनाइने गरिन्छ। राजधानी
विलियम्सटाडमा रहेको फ्लोटिङ मार्केट कुरासाओमा आउने पर्यटकहरूको अर्को आकर्षणको केन्द्र हो, जहाँ भेनेजुएलाबाट व्यापारीहरूले डुङ्गाहरूमा फलफुल, माछा र अन्य सामानहरू बेच्न ल्याउँछन्। यसको साथै कुरासाओमा हुने कार्निभल चाडपर्वले पनि यहाँको माहौल गर्मी र हर्षोल्लास बनाउँछ। दर्शकवृन्द, तपाईलाई अचम्म लाग्ला, कुरासाओले आफ्नो जनसङ्ख्या भन्दा 10 देखि 15 गुणा भन्दा बढी बाह्य पर्यटकहरूलाई वार्षिक रूपमा भित्राउँदै आएको छ। यो सानो टापु देशमा वर्षेनी 10 देखि 15 लाखको बीचमा क्यानाडा, संयुक्त राज्य अमेरिका र नेदरल्यान्ड्सबाट पर्यटकहरू धेरै आउँछन्, जसमा क्यारिबियन देशहरूको भ्रमण गर्दै क्रुजबाट आउने पर्यटकहरूको संख्या धेरै रहेको छ। भनौं त यहाँ दिनभरि घुमेर बेलुका क्रुजमा फर्किने पर्यटकहरू धेरै छन्। शान्त र सफा वातावरणसँगै कुरासाओ क्यारिबियन देशहरूमा घुम्नको लागि छैटौं सुरक्षित टापु पनि हो। साथै अन्य क्यारिबियन टापुहरूको तुलनामा यहाँ आँधी तुफान पनि बिरलै आउने गर्छ, जो पर्यटकहरूको लागि यहाँ कुनै पनि समय घुम्नको लागि खास बनाउँछ। कम जनसङ्ख्या र कम क्षेत्रफल भएको यो टापु देश वेश्यावृत्तिले कानुनी मान्यता पाएको देश पनि हो। तर यहाँका स्थानीय मानिसहरूले देह व्यापार गर्न भने सरकारबाट रोकटोक गरिएको छ। विशेष गरी यहाँका रिसोर्ट र बारहरूमा 3 महिनाको लागि अन्य ल्याटिन अमेरिकी देशहरूका महिलाहरूलाई राखिने गरिन्छ। दर्शकवृन्द, तपाईलाई टापु देश कुरासाओको बारेमा बनाइएको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला। साथै रोचक जानकारीको लागि च्यानलसँग जोडिनुहोला।